गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजना सन्चै हुन्छ र म पनि एकदम नै सन्चै छु भन्ने। अनि मेरो साथी पनि एकदमै सन्चै छ। हाम्रो दैकनाई ब्रदर्सको मेन भोकलिस्ट हुनुहुन्छ उहाँ चाहिँ, र म चाहिँ अहिलेको लागि टिम म्यानेजर भइरहेको छु। आज पनि हामीले बिजोड प्रस्तुति हान्नुपर्ने हुन्छ। हाम्रो छनौट बुधबारेमा रहेको रामनवमी मेलाको अवसरमा के अरे कार्यक्रमहरू हुँदैछ, जस्तै कि सिङ्गिङ डान्सिङहरू हुँदैछ। हामी चाहिँ हाम्रो ब्यान्डको तर्फबाट हामीले केही गीतहरू गाउनेछौँ होइन। अहिले चाहिँ हाम्रो बुधबारमा बाइकहरू धेरै मात्रामा रहेको छ। यहाँदेखि माथिसम्म एकदम बाइककै लाइन छ। अहिले यहाँदेखि यहाँसम्म थियो, अहिले सबजना घर जाने गइसक्नु भएको छ। तर यता त्यत्तिकै छ बाइकको लाइन होइन। अब चाहिँ के गर्नुपर्ने हुन्छ भने मेरो साथी त्यहाँ फुटबल के अरे मासु किन्दैछ अनि मासु किनेर घर गइस। उज्जवल हाम्रो मेम्बरको गिटारिस्ट उहाँ जाँदै हुनुहुन्छ एक्लै ब्रदर। अनि अब यहाँबाट घर जानुपर्ने हुन्छ। मलाई मासु लिएर आउनु भन्नुहुन्थ्यो मम्मीले, होस् तर अब भरे ल्याउनु। अनि घर जानुपर्ने हुन्छ। घर गएर हामीले खानासाना खानुपर्ने हुन्छ होइन। खानासाना खाएर फेरि हामी झर्नुपर्ने हुन्छ। हेलो गाइज, यस अनि हाम्रो हुनुहुन्छ मेन गिटारिस्ट हुनुहुन्छ हाम्रो ब्यान्डको होइन। अब हामी चाहिँ घरतर्फ जाँदैछौँ होइन। हिजोको भ्लग अहिलेसम्म आउँछ ल। अब अहिले घर जाँदैछौँ हामी। अनि घर जानुपर्ने हुन्छ। घर गइसकेर हातसाप खाएर लुगा सुगा फेरेर हामीले यो ड्रेसअप लाउनु पर्ने हुँदैन नि त फेरि होइन। यो ड्रेसअप लाउनु हुँदैन, अनि अर्कै ड्रेसअप लाउनु पर्ने हुन्छ आजको लागि होइन। भ्लग हो, मेरो च्यानल सब्सक्राइब गरिदिनु त, म भरे लिङ्क पठाइदिन्छु। आज के थप्यो भने नि गाइस, आज सुनको ओडी थपेको छ भने त्यही त्यो त्यो परको उयो छ नि, त्यो हाम्रो केटाहरू सब सुअप बाइक गरेर बाइक केही पनि आउँदैन होइन। अब घर जान्छु, खानासाना खान्छु, अनि लुगा खेल्छु, अनि 6:30 हुन्छ अनि आउँछु होइन। सो गाइस अहिले चाहिँ हामी मासु लिन जाँदैछौँ। मासु खाने अरे अब के भन्नु। गाइस 10 केजी यसले चाहिँ 10मा 9.5 घटाएर 9.5 ग्राम घटाएर त्यति ल्याएको हो। अनि कि दुईजनाले कति खाने? मम्मीलाई मन पर्दैन त्यो खिच्ले यति खान्छ। अब घरमा हिँड्ने कि मै मात्रै होइन। त्यही 200 गरेर ल्याउनु आँटेको, किनभने एक्लै खानुपर्ने हुन्छ मैले होइन। मम्मी हुनुहुन्छ तर मम्मी खानुहुन्न, म धेरै बहिनी छँदै छैन। बहिनीले टाइम आउँछ, बहिनी र बाबा उता जानुभएको छ, त्यसैले मेला पनि छ। अब खाइदिउँ टेन्सन त छैन यार आजको लागि। आज त मर्सिडिज बेन्ज हान्ने हो। सो गाइस मलाई चाहिँ मासु लिएर आइसकेँ भनौँ होइन। मासु प्लस चिनी लिएर आएको मैले। यहाँ कालो प्लास्टिकमा चाहिँ मासु छ, सेतो प्लास्टिकमा चाहिँ चिनी छ। अनि अब घर जानुपर्ने हुन्छ। यस या कता पुग्यो। सो फाइनली गाइस म चाहिँ अब घरबाट निक्लिसकेको छु। अहिले चाहिँ ठ्याक्कै 7:30 भइसकेको छ होइन। मलाई घर आउनै ढिलो भयो नि त आज, त्यही भएर हो क्या ढिलो निस्केको। अझ मेलामा के कस्तो छ यसो हेरौँ होइन। प्रोग्राम आज हामी पनि हान्ने भन्ने कुरा छ। केटाहरूले हाम्रो केटाहरू हान्ने अरे, म पनि छु त्यसमा, म्यानेजर हो म त। गएर मैले म्यानेज हानिदिनुपर्ने हुन्छ के गर्ने कि नगर्ने भनेर। अब गएर मैले जे भने त्यही त हो, केटाहरूले मान्ने भनेको। एकदम के भन्छ केटाहरू त्यही घरमै। फेरि आज कस्तो गच्छा भइरहेछ भने नि, लास्ट गच्छा भइरहेछ आज। यहाँदेखि गएर हामीले चाहिँ काले भाइलाई लिन जानुपर्ने हुन्छ क्या आज। काले भाइ फेरि एक्लै आउनै सक्दैन क्या घरदेखि। अनि काले भाइलाई लिन्छौँ होइन। अनि पछाडि कालेसँगै घर जान्छ सुरुमा, काले भाइलाई लिन जाने, अनि काले भाइलाई लिएर आएर कन्सर्टतिर जाउँ। कन्सर्ट त आज त्यति साह्रो कोहीको छैन, त्यही कालेको डान्स हो आज त होइन। भोलि चाहिँ हाम्रो को भन्ने हुनुहुन्थ्यो, समथिङ कोही भन्नुहुन्थ्यो,
Put me on the drum. Yay! ल 1 2 3 गो Put me on the drum. Mike funny. Mike funny गाना गा. Mike. हाम्रो सब हेन्सम मात्रै छ यो भाइ मात्रै ओए तल गुजा यता देखेन. ओ यहाँ नाली भित्र खेल्न लाग्नु. यतिको होइन अनि यतिबाट यतिको भएपछि जुम अब हामी याद गर्दै नि. सो गाइज अहिले चाहिँ हामी घर जान आँटेको होइन डान्स गरियो यताउता गरियो होइन डान्स गरियो अब अहिले घर जाँदैछौँ सो हामी चाहिँ अब तल रोडमा आइसक्यौँ होइन 3-4 जना मात्रै आएँ मैले समर्पण भाइ माथि नै बस्ने भनौँ अनि समर्पणलाई माथि नै छोडिदिउँ होइन आज डिउ खाएकोहरूले गर्दाखेरि त आज हामी त भोलि बिहान त उठ्नु सकिँदैन जस्तो छ आम्मा डिउ थोरै खाइएन डिउहरू होइन त्यो अनि केटाहरू माथि आउँदैछ 2-3 जना छौँ हामी होइन अहिले अँध्यारो छ त्यही भएर मैले टस पारेर बनाउँदैछु होइन अँध्यारो नि लास्टमा अँध्यारो पछि मध्यरातमा छौँ हामी भोलि बिहान हुन आँटिसक्यो धेरै टाइम छैन 5-10 मिनट मात्रै छ भोलि बिहान हुन हो कि न युनिकी अब हाम्रो काले भाइ त देखिँदैन होला ऊ यहाँ छ काले भाइ के भनेको तैँले ओए भोलि त 2 दिन बज्छ होला अब आज रमाइलो गऱ्यो अब किनभने अब आज 1 दिन अगाडि हो भोलि अन्तिम महोत्सव हो हाम्रो छर्म बुदारे महेश के भन्ने आउँदै हुनुहुन्छ ऊ त एक्लै घर जान सक्दैनस् त्यत तर के तेरो बुढी ल्याएर खान्छ होइन अब त्यो 14-15 वर्ष पुगिसक्यो कि अझै पनि एक्लै घर जानु सक्दैन क्या त्यहाँ उयो बाहिरदेखि थेत थुक्क कसलाई म जाँदिनँ एक्लै जान्छ जानु सक्दैनस् त एक्लै हेर त यो कालो भाइ जानु सक्दैन अरे आम्मामा गच्छै ल जाउँ ल घर केटाहरूले एक्लै छोडेर गएको अब यता एक्लै माथि आउनु पर्ने भयो म होइन कति तपाईँहरूलाई एउटै रोड देखाउँछु नि म आम्मामा अब घर जान्छु घर गएर सुत्दिन्छ अब किन लास्ट लो दर थाकेको छ भोलि बिहान फाइनल छ फाइनलमा जानुपर्ने हुन्छ अब हामी होइन अनि फाइनल गेम त हेर्नु पऱ्यो नि त है सपोर्ट गरेको टिमले हारेको के गर्नु अब 2-3वटा टिमलाई 2-3वटा भन्दा पनि 2टा टिमलाई सपोर्ट गरेको थिएँ मैले लेटाङ र हाम्रो एक्लै घर जाँदैछु माथिको गीत यहाँसम्म सुनिरहेछ घर आइपुग्न आँटेँ म अनि म घर जान्छु अनि जुत्ता खोलेर खुट्टा सुत्ता गरेर सोधिदिन्छु अनि आजको भ्लग चाहिँ म यतितिर एन्ड गरिदिन्छु यतै रोडमा हिँड्दा हिँड्दै होइन तपाईँलाई के कस्तो लाग्यो भनिदिनु होला अनि च्यानल सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्नु नबिर्सिनु होला त्यो रातमा तपाईँहरूको 1 सेकेन्ड वेस्ट हुन्छ प्लिज सब्सक्राइब गरिदिनु मलाई साथ सपोर्ट गर्नु हस् बाई टाटा सी अर्को भ्लगमा भेटौँ